हेलो एभ्रिवान, सबैलाई नमस्कार है। आज हामी पिकनिक जाँदैछौँ यहाँनिर। त्यसपछि पिकनिक जाने क्रममा छौँ हामी। यो चर्चको छेउनिर आइसकेका छौँ यहाँनिर। त्यसपछि हाम्रो दाइहरू दिदीहरू हुन्छ, अगाडिका मान्छेहरू, उहाँहरूलाई हामी भर्खर 3 जना मात्रै है, उहाँसँग त्यति छैन। सब नेपाली भएको हिसाबले गर्दाखेरि 2 जना हाम्रो मित्र अनि हाम्रो पछाडि हाम्रो अर्गनाइजरहरू मेम्बरहरू आउँदै हुनुहुन्छ, हाम्रा स्पोन्सरहरू सबै विशेष गरेर। अनि मेरो काम चाहिँ फोटो सोटो खिच्ने। अनि यहाँनिर उहाँहरूको लागि त्यो छ गरेर बस्ने अनि सर फलक छ। अब यहाँनिरबाट विशाल कति टाइम लाग्छ हामी जान? यो चर्च पनि छ यहाँ, चर्च सन्डेको आएर त्यो गर्न सक्नुहुन्छ यहाँ बसेर। त्यसपछि रोडमा हामी रोड क्रस गर्दैछौँ हामी यहाँनिरबाट। लिगल यो रोडहरू क्रस गरिसकेका छौँ हामी, यहाँबाट हिँडिरहेका छौँ। भाइहरू दिदीहरू सबै हिँड्नु छ, हामी यहाँ पनि भाइहरू बसेर हुनुहुन्छ। सो हामी यहाँ जङ्गलतिर मङ्गलमा घुमिसकेका छौँ यहाँनिर। हाम्रो दिदीहरूले के फुल चढाइसक्नु भएको छ। कति टाढो छ ताल? जाम हिँड्नु न। हामी यो यहाँनिर यो जङ्गलतिर प्रवेश गर्दैछौँ। हाम्रो दाइ दिदीहरू अगाडि लागिरहेछन् यहाँनिर। त्यसपछि हिँड्दै अमेरिका पुग्छु भन्दै हुनुहुन्छ उहाँले। त्यसपछि पानस के हो, पानाको जङ्गलमा यहाँ हिँडिरहेछौँ हामी। केही बोल्ने हो कोही? ल हामी चाहिँ पोल्यान्डदेखि स्पेन जाँदैछौँ गाइस। हिँडेर जाँदैछौँ कि हामी पोर्चुगल, उहाँ चाहिँ पोर्चुगल जाँदै हुनुहुन्छ। पोर्चुगल जाने यो बाटो है। अफ्रिका जाने उतातिर हाम्रो बिपिना बहिनी कहाँ जाने हो फेरि? कसैलाई मैले गर्दा त मेरो भिडियो बनाउँदै कसैलाई कोही जानु पर्ने छ ट्याग कन्ट्याक्ट गर्नु होला। मेसेज छ तल इनबक्समा छ नम्बरहरू। त्यही हो समस्या जारी छ हैन। के समस्या खानको लागि अब टक्क सबैले अब जोडी के रे के हुन्छ जङ्गल हो। ल पछाडी छ। ल म सौकत भाइको इन्टरभ्यू लिउँछु ल। भन भाइ, ल है के भन्नु भाइ? सोध्नु न, क्वेसन सोध्नु न। के भन्न मन लाग्छ त्यही भन। तिमी पर्वतबाट किन आयो तिमी? म पर्वतदेखि पैसा कमाउन आएको थिएँ हेर्नु दाजु है। सिधा कुरा सिधा जवाब दिनु पर्यो तपाईँले। राम्रो काम गर्ने बियर खाने। राम्रो काम गर्ने बियर खाने भन्नुहुन्छ। वा दिदीले के भन्नुहुन्छ क्या? ए बुढी पहिला गएर आएको टाइममा। ओ सेट हेर्नुहोस् ल। धन्यवाद 5 मिनटको जति भिडियो। दिदीको लागि जाब भइसक्यो। गाह्रो छ खान्छ। अरे सौगात अहिले बोकेर हिँडिहाल्छन् नि। हाम्रो सुविधै छैन जस्तो गर्ने के धेरै। हेप्ने मान्छेलाई हेप्ने डिसान्ने हेप्ने मान्छेलाई साँच्चै हामी उहाँ पुराकोबाट हिँड्दा थियो नि त हामी एकचोटि त्यस्तो जङ्गल त्यो त पुरा थियो त्यो। मेरो लागि माउन्टेन हो यहाँ, सबभन्दा ठुलो माउन्टेन हेर्नु। सानो सानो ट्याक्क युट्युब च्यानलमा हेरेर ट्याक्क सब्सक्राइब गरिदिने। कता हो बाटो कन्फ्युज छ। देख लो भाई साहब, इधर गुम हो गए ये लोग को कुछ पता नहीं। माथि जाऊ माथि। हम ऊपर जा रहे हैं भाई। ये ऊपर जा रहे हैं बस। ए भाइ छ माथि ठाउँ छ होला। हाम्रो दिपक दादा चाहिँ उ पछाडि हुनुहुन्छ है। डोरी लिएर आउँछु म। टोजल लगाउने कि गाडी यो गाइज यो गाइज विशाल भाइ ल के बोलो? हामी के बोल्नु? पोल्यान्ड कुन जङ्गल? यो पानामको जङ्गल हो के? पानामको जङ्गल हो। कमसेकम 5 घण्टाको यात्रापछि पुनः हामी फेरि है एकछिन विश्राम लिएर आधा घण्टाको फेरि हाम्रो पुनः नै हाम्रो तयारी छ हाम्रो हैन। अब हिँडिरहेछौँ। अब युएसए को अब हामी जहाँ जहाँ पुग्छौँ हाम्रो यसको खबर दिँदै गर्छौँ नि त। दिदिन्छ खबर। दिदी आफ्नो एक्सपिरियन्स भन्दै हुनुहुन्छ ल, भन्नुहोस् तपाईँ नेपालमा के काम गर्नु दिदी? काम त सबै गरिन्छ नि जसले नि यार। मैले त हजुर दिदी भन्नुहोस् त। म त सिधै भन्छु नेपालमा छँदा कलम चलाएर
चलाएको मान्छे यता आएर चक्कु चलाउनु पर्यो ओ माय गॉड मैले त साइकल चलाएको ल विशाल भाइ नेपालमा हुँदा स्ट्रिङ घुमाएको मान्छे यहाँ त के अरे त्यो मिसिनमा के अरे मासु घुमाइरहेको छु मैले दिपक दाइ तपाईले के भन्नुहुन्छ के दाइले त के अरे दाइको मलाई थाहा छ नि सेफ हो है सेफ जस्तो मान्छे आएर मासुकै सेफ थियो होला नि सायद यहाँ मासु धकाल्दैछन् मैले के भन्नुपर्छ दिदी भन्नुहोस् त ल भन्नु त्यही पनि भन्नु तिमीले त्यहाँ कडाई चलाएको कराई डिस्की डेक्ची ड्राइभर हुनुहुन्थ्यो अरे के बाजे हो अनि होटल गरे मान्छे अनि हाम्रो दाइ दाइ तपाईँ के अरे खसी व्यापार भने होइन तर यहाँ खसी व्यापार काम भएन कि बोल्न भन्ने युएस जाँदैछु भनिरहेको आउने कुरा त कहाँ भनेको त नि आउने कुरा पछि भनौँ हो नि त्यो मायै रहेछ के हो ल ल गाना बजाऊ बजाऊ जङ्गलले कहिले छोडेन छोड्नु पनि हामीलाई यो जङ्गलले मलाई जिन्दगीमा कहिले नछोडी भयो पनि इन्डियाको र नेपालको जङ्गल गर्दा गर्दा हैरान परेको थियो अब रोमन पोल्यान्ड आउँदा पनि जङ्गलले छोडेन पोल्यान्डमा सबभन्दा धेरै जङ्गल हो भने पोल्यान्डमै रहेछ के साँच्चै हो जता पनि जङ्गल के इन्डियाको जङ्गलमा चाहिँ बाघले खान्छ भन्ने डर थियो यहाँ चाहिँ अब खै नेपालको दिदी तपाईँ दिनमा कतिपटक इन्डिया आउने जाने गर्नुहुन्थ्यो हजुर कतिपटक घुम्नु क्रस गर्नुहुन्थ्यो दिनमा एक दिनमा हामीले म एकैपटक जान्थेँ भाइ तर एकदमै धेरै सामान लिएर आउँथेँ अनि यो चाडबाडको बेला त 2 पटक हुन्थ्यो 2 लट जान्थ्यौँ होइन अनि 220 किलो सामान एउटा लेडी साइकलमा बोकेर हिँड्ने लेडिज म हो बहादुर काम गर्ने मेरो साथीहरू 4 जना थियौँ हामीहरूको बराबरै रेसियोमा हुन्थ्यो 220 किलो र आफै अन्दाज गर्नुहोस् गाइस कस्तो हुँदो त्यति बेला त्यो भगवान तपाईँ 220 किलो भन्नुहुन्छ तपाईँले मैले 50 किलो बोक्नु सक्दैन होइन जस्तो तस्तो मर्दलले त हाम्रो भारी छुन पनि सक्दैन के दिदी तपाईँलाई कहाँबाट आइडिया आयो त्यस्तो गर्नलाई तपाईँले कुन सिकायो तपाईँलाई हामीलाई म त पहिला सुर्खेतमा बस्थेँ है त्यहाँ बर्दियामा अब मेरो घर त्यही हो जन्म घर पनि त्यही हो तर मेरो त्यहाँ दिदीहरू 2-4 जना दिदीहरूले काम गर्नुहुँदो रहेछ त्यो देखेर अनि मैले एकदम दुःख पाएको थिएँ अलिकति आर्थिक स्थितिमा कमजोर भएको हुनाले मैले त्यो पेसा अप्नाएँ हजुर अनि अहिले चाहिँ म अहिले सक्सेस भएर त्यो पेसाले गर्दा आज म यो ठाउँसम्म आइपुगेको त्यो पेसालाई म एकदम सम्मान गर्छु मैले धेरै धेरै धन्यवाद राजस्व तिरेर मैले इलिगल जस्तो गरिन मैले सरकारलाई राजस्व आफ्नो सक्दो जति हुन्छ 200-400 राजस्व तिरेरै मैले नेपालमा सामान ल्याएर मैले बेच्ने गर्थेँ धेरै धेरै धन्यवाद दिदी आफ्नो प्रक्रिया दिएर जानुभएको छ अब भिडियो अगाडि गएर फेरि अर्को भिडियो बनाउँछौँ ल ल गाना साउन्ड बनाउनु हल्का यो भन्दा त आउँदैन त मोबाइलमै ठुलो बच्चा के हो क्या यार बजाऊ न बजाऊ कोही खुसीमा छन् कोही दुखीमा छन् मान्छेहरू आई एम सो ह्यापी ए ह्याप्पी गर्ल म त हमेसा खुसी हुन्छु ओ ल थाहा छ होला हजुरलाई हस् हजुर हस् ल के भन्नु पर्यो हाम्रो बहिनी ल के बोल्नु पर्यो ल के बोल्नु दिदीले त भनिसक्नु त्यस्तै खालको इन्टरभ्यू चाहियो क्या त्यस्तो त मेरो केही पनि छैन हैन हो तपाईँ इन्डियातिर बस्नुहुन्थ्यो क्या धेरै म इन्डियामा बसेको हो 5-6 वर्ष त्यस्तो स्याडनेस केही पनि थिएन ह्याप्पी थिएँ बस ए बन्दैले खन्या हेर्ने के हो बन्दैले खन्या के त्यो बदेलले ला काट्न आयो भने अरू अनि अनि कहाँ पढ्नु तपाईँ इन्डियामा पढ्नुहुन्थ्यो मैले ब्याचलर चाहिँ इन्डियामै गरेको हो ब्याचलर क्लियर सक्नुभयो हजुर डिग्री त होइन होइन ए अनि +2 चाहिँ मैले काठमाडौँ गरेको ओहो काठमाडौँ बस्नुभयो म कहाँ पुगेन 1-1 वर्ष सबै ठाउँ पुगेको आधा उति नेपाल आधा उति इन्डिया 10 महिना रोमानिया पुगेँ ओहो त्यसपछि पोल्यान्ड आएँ अब यता कहाँ जाने थाहा छैन हो अनि यहाँ पोल्यान्डतिर आउने मान्छेले के भन्न चाहन्छ तपाईँ नआउनुहोस् आफै मात्रै म त यति भन्छु नआउनुहोस् ल ठिक छ ल भयो है ल विशाल भाइ आफ्नो एक्सपिरियन्स भन तिमीले एक्सपिरियन्स मासु काट्दा काट्दा हात दुखेछ दाइ होइन नेपालदेखि नेपाल के काम गर्यो नेपालबाट आउँदा कस्तो के हो नेपालमा गाडी चलाउँथेँ विदेशमा आएर अहिले मासुको गाडी चलाइरहेको छु यस्तो यस्तो खुस 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 हाल्ने हो क्या चाइनिज मास्टर मैले त भन्न बिर्सेँ नि के यहाँ आएर चक्कु चलाइरहेको छु जतिकै चक्कुले मैले चलाउँछ दिपक दाइ के बोल्ने हो दिपक दाइलाई बोल्न दिनु न यार सो हाम्रो दिपक दाइको पाला आइरहेको छ सो दिपक दाइलाई भन्नुहोस् नेपालमा अहिलेको यहाँको एक्सपिरियन्स भन्नुहोस् यहाँ नेपालको एक्सपिरियन्स यति पहाड त कति चढियो कति चढ्यो अब चाहिँ चढ्न बाँकी भनेपछि गाउँको मान्छे हो हामी गाउँले हो हामी गाउँले हो सक्दैन हामीलाई भेट्न हामीलाई सकिँदैन हामी रुखमा एकछिन हिँड्न निकै चढ्दिन्छौँ अनि धन्दा एक्सिडेन्ट भएको अरू
अनि अब के गरौँ बिस्तारै हिँड्दै गरौँ जहाँ पाइन्छ कर्तव्य वहीँ पुगौँ केही नै छ हाम्रो लक्ष्य अब कहाँ हुन्छ के हुन्छ सँगसँगै छौँ दाइ होइन हामी सँगै छौँ ल सो गाइस हाम्रो दाइले पनि राम्रो प्रक्रिया दिइसक्नु भएको छ अहिले यो भ्लगिङ यहाँदेखि अड्डिन्छ फेरि अर्कोचोटि फेरि सुरु हुन्छ है त्यही भएर बाटोहरू कन्फ्युज भएर बसिरहेको छौँ है हामी यहाँका के भन्नु विदेशका माओवादीहरू पनि जङ्गल जङ्गलमा आइरहेको छन् राम्रो मान्छे हुँदै रोडमा हिँड्थ्यो होला च्याउटीमा हिँडिरहेको छ नि यहाँनिर 3वटा बाटो भेट्यो कि यहाँनिर हाम्रो हामी पिकनिक कार्यक्रममा आएर बसिसकेका छौँ यहाँनिर सेतो बसिसकेको दिपक दाई हाम्रो मिहिनेत गर्ने मान्छे विशाल भाइ फुटिसक्यो को पुऱ्यो त यो अनि उहाँ दिदीहरू हुनुहुन्छ उहाँ हाम्रो खेलाडी मान्छे म त्यसपछि उहाँ दिदीको मेहनतले यस्तो भइरहेछ उहाँ गीत गाइरहनु भएको छ त्यही हो कला र गलाको सम्मान गरौँ अनि त्यस्तो कला भने यो रहेछ यहाँ पनि एउटै गाउँठाउँको मान्छे भने त्यो ठ्याक्कै दिइहाल्यो भाइले त्यही गर्नुहुन्छ त्यही भएर अब हामी खानपिन कार्यक्रम छ यहाँ त्यही हो सो बिरुवा सबैलाई नमस्कार है हामी यहाँ पिकनिक कार्यक्रम आइसकेका छौँ हाम्रो दिदीहरू या बहिनीहरू सबैजनाहरू आज कार्यक्रम आज हाम्रो मेन आयोजक हाम्रो विशाल भाइ के भन्न चाहन्छौ आजको दिनलाई के कस्तो भयो दसैँको पार्टी हो अरू के अरू त्यस्तो केही छैन त्यसपछि हाम्रो राउन्डिङ पालो आइरहेको छ त्यसपछि दिपक दाई हाम्रो अग्रज दाई हुन्छ दिपक दाई के बोल्ने आजको विषयमा कदम के भन्नुहुन्छ हाम्रो विशेष गरेर के भन्ने खास दसैँ अब कहिले हो काम गर्नुपर्छ आजै हाम्रो दसैँ ल दिदी के भन्नुहुन्छ तपाईँले म केही भनिन ल हाम्रो दिदीहरूको ह्याप्पी दसैँ भने दिदीहरूको मुस्कानै काफी छ सौगात भाइ हाम्रो खेलाडी भाइ पनि हुन् है अन्तर्राष्ट्रिय खेलाडी हो दुर्गा प्रसाईको भर्समा राम्रो काम गर्ने भन्छु बहिनी के भन्नु परिन्छ दुर्गा प्रसाईको ह्याप्पी दसैँ पनि भन्नुपर्छ ल हाम्रो अस्मिता बहिनी के भन्नु विशेष गरी जङ्गलमा मङ्गल हुँदैछ नमस्ते ह्याप्पी दसैँ सबैलाई दसैँको लागि चाहिँ विशेष हामीले आज यहाँनिर अब हाम्रो यो कार्यक्रम भइरहेछ धेरै धेरै धन्यवाद है आज जसले यहाँ सहयोग गर्नु जस्तै आउनुभयो हामीले अब सबै दिदी कता मनमुटावहरू नराखेर आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद ब्लगर अब यिनीहरूको भिडियोहरू हालेर म अब के हुन्छ थाहा छैन अब चाहिँ 4-5 वटा सब्सक्राइब चाहिँ यिनीहरूले गर्दैन मलाई त्यस्तो लागिरहेछ